आज हामी कुरा गर्छौँ तपाईँहरूले यदि आफ्नो ल्यापटप र कम्प्युटरलाई सर्भिस गर्नु भएन भने कस्तो किसिमको प्रब्लमहरू तपाईँहरूलाई पछि देखा पर्छ। आज म तपाईँहरूलाई फुल डिटेलमा बुझाउने छु ल्यापटप सर्भिस नगर्दाखेरि कस्तो खालको प्रब्लमहरू फेस गर्न सकिन्छ तपाईँहरूले। ल्यापटप सर्भिस गर्नु भएन भने तपाईँ कस्तो हुन्छ भने जुन तपाईँको त्यो भित्र डस्ट जम्मा भएको हुन्छ फ्यानमा, यदि त्यो फ्यान जाम भएर बसेको छ भने तपाईँको ल्यापटप कस्तो हुन्छ भने जुन त्यो एयर तपाईँको बाहिर फाल्नुपर्ने जुन सिस्टमलाई कुल बनाउने हुन्छ जुन फ्यान राखेको हुन्छ त्यो चाहिँ डस्टले पुरै ब्लक गरेर राखेको हुन्छ र त्यसले गर्दा के हुन्छ त्यो एयर बाहिर आउन पाउँदैन र तपाईँको त्यो थर्मल पेस्टहरू पनि सुकिसकेको हुन्छ एकदमै। त्यो कन्डिसनमा के हुन्छ तपाईँको ल्यापटप एकदम हिटिङ हुन जान्छ र यो हिटिङले गर्दाखेरि तपाईँको रिजल्ट के हुन्छ भने तपाईँको ल्यापटप एकदमै स्लो हुने, ह्याङ हुने अनि एकदमै तपाईँको ल्याङ चल्ने अनि इभन तपाईँको कस्तो पनि हुन्छ भने यदि तपाईँको ऱ्याम र एसएसडीको कन्डिसन एकदमै राम्रो छ भने पनि यदि तपाईँको ल्यापटप हिटिङ भइरहेछ भने तपाईँको त्यो ल्यापटप स्लो नै हुन्छ त्यस्तो कन्डिसनमा भए पनि, किनभने त्यो ल्यापटप अलरेडी हिट भइरहेछ। त हिटले गर्दाखेरि तपाईँको सिस्टम त्यो एसएसडी राम्रो भएको नभएको त्यो केही अर्थ हुँदैन। ओभर हिटिङ इस्युले गर्दाखेरि तपाईँहरूको ल्यापटपमा पुरै फुल डस्ट जमिसकेको हुन्छ फ्यान र हिटसिङमा र यसले गर्दाखेरि तपाईँको ल्यापटप एक त तातिन पनि थाल्छ, हिट हुन थाल्छ र तपाईँको यो कन्डिसनमा ल्यापटप अटो रिस्टार्ट हुन थाल्छ र धेरै बेरसम्म तपाईँले सर्भिस गराउनु भएन भने तपाईँको मदरबोर्डको कम्पोनेन्टहरू पनि एकदमै ड्यामेज हुन थाल्छ त्यो बिस्तारै। र यो कन्डिसनमा कस्तो हुन्छ भने तपाईँको फ्यानभित्र अलरेडी डस्टहरू जमेर बसेको हुन्छ र यस्तो कन्डिसनमा के हुन्छ भने फ्यान एकदमै स्पिडमा चल्छ र स्पिडमा चले पनि त्यो किन चल्छ भने त्यो एक त ल्यापटप हिटिङ भइरहेछ, अब त्यसमा सेन्सर हुन्छ, त्यो जति सेन्स गर्यो जति हिट भयो त्यही अनुसार त्यो फ्यानले काम गर्ने। तर त्यो जति घुमे पनि के हुन्छ भने त्यसले जति काम गर्नुपर्ने जति कुल गर्नुपर्ने त्यति त्यसले गर्न सक्दैन, किनभने त्यसमा अलरेडी डस्ट जमेर पुरै सबै एयरलाई ब्लक गरेको हुन्छ त्यो सबैतिरको। र यो डस्टहरूले गर्दाखेरि तपाईँको ल्यापटपको ब्याट्रीमा समेत प्रब्लम आउन सक्छ। तपाईँको ब्याट्रीको त्यो सेल ड्यामेज हुनसक्छ, त्यो ब्याट्री तपाईँको लाइफ घट्छ, ब्याट्री एकदमै छिटो घट्ने हुन्छ। लास्टमा के हुन्छ भने तपाईँले आफ्नो ल्यापटपलाई चार्जर कनेक्ट गरेर चलाउने अवस्था हुन्छ। कस्तोसम्म हुन्छ भने तपाईँको त्यो ब्याट्रीको सेलहरू फुलेर सबै खराब भइदिन्छ। र टच प्याड र किबोर्डको कुरा गर्दाखेरि तपाईँको यदि किबोर्डमा धुलो पस्यो भने किबोर्डको कीहरूले काम गर्न छोड्छ। टच प्याड चल्दा चल्दै यताबाट उता सर्न थाल्छ, आफै यता थिच्दा उता क्लिक हुन्छ, त्यो चाहिँ सबै भित्र धुलो छिरेर तपाईँको त्यो खराब बनाएको हुन्छ त्यसले चाहिँ। र ओभर हिटिङले गर्दाखेरि तपाईँको ल्यापटपको जिपियूमा पनि प्रब्लम आउन सक्छ र त्यो जिपियूमा प्रब्लम आउनुको कारण अब यदि जिपियूमा प्रब्लम आइदियो भने तपाईँको त्यो प्रब्लम सिधै तपाईँको कहाँ देखिन्छ भने स्क्रिनमा देखिन्छ। त्यो प्रब्लम कहिले ब्ल्याक स्क्रिन आइदिएर बस्ने, कहिले लाइनिङ आउने, कहिले झिझिर आउने समस्याहरू त्यो सबै ओभर हिटिङले गर्दाखेरि जिपियूमा प्रब्लम आउँछ र जिपियूले त्यो प्रब्लमलाई त्यस्तो प्रब्लमहरू क्रिएट गर्छ। यदि तपाईँले बेलैमा ल्यापटप र कम्प्युटरलाई सर्भिस गर्नु भएन भने तपाईँको पावर आइसीहरू ड्यामेज हुनसक्छ, तपाईँको ल्यापटप कम्प्युटर अन नहुने कन्डिसनमा जान्छ र तपाईँले यो सानो खर्चले गर्दाखेरि ठुलो खर्चमा जानुपर्ने हुन्छ। अब सर्भिस गर्दाखेरि एकदमै कम पैसा लाग्छ हेर्नुहोस् होइन, अनि त्यो सर्भिस टाइममा भएन भने त्यो पछि एकदमै ठुलो खर्चमा पुगाउँछ। मदरबोर्ड रिपेयर गर्ने कन्डिसनमा लग्छ यसले र ठुलो खर्च आउँछ र थर्मल पेस्ट चेन्ज गर्दा क्लिनिङ गर्दाखेरि सर्भिस गर्दाखेरि एकदमै कम चार्ज लाग्छ तपाईँहरूलाई। अनि अर्को कुरो तपाईँहरूले ल्यापटप कहिले कहिले सर्भिस गर्ने त तपाईँहरूले ल्यापटप सर्भिस गर्ने टाइम भनेको युज अनुसार हुन्छ। नर्मली तपाईँले 6 मन्थदेखि 12 मन्थमा एकचोटि गराउनु पर्ने हुन्छ। यदि नर्मल युज गरिराख्नु भएको छ होइन, बिहान बेलुका चलाइराख्नु भएको छ भने वर्ष दिनमा गर्दाखेरि भयो 12 मन्थमा। यदि डेली काम भइरहेछ, दिनभरि काम गरिराख्नु भएको छ, गेमिङ गरिराख्नु भएको छ, तपाईँको ठुलो ठुलो कामहरू भइरहेछ, एडिटिङ भइरहेछ भने 6 मन्थमा गराउनु पर्दाखेरि तपाईँलाई त्यो एकदमै बेटर हुन्छ। ल्यापटप सर्भिस गर्दा के गरिन्छ त? ल्यापटप सर्भिस गर्दा नर्मली के हुन्छ भने भित्रको इन्टरनल जति पनि डस्टहरू छ त्यो सबै क्लिनिङ गरिन्छ होइन, फ्यान र हिटसिङहरूलाई एकदम सफा गरिन्छ, थर्मल पेस्ट चेन्ज गरिन्छ, किबोर्डहरूको धुलो निकालिन्छ होइन, सबै डस्टहरू क्लिनिङ गरिन्छ। सर्भिसमा पर्ने भनेको यति नै। यो सबै कुरालाई हामीले म्यानेज गरेर राख्यो भने हाम्रो ल्यापटप मजाले चल्छ र धेरै वर्षसम्म पनि समस्याहरू आउँदैन ल्यापटपमा।